के तपाईलाई थाहा छ किन सरस्वती मातालाई नै विद्याकी देवी मानियो? थाहा छैन भने आउनुस् यस भिडियोबाट नै सम्पूर्ण कुराहरू डिटेलमा जान्नुस्। हिन्दू धर्मशास्त्र अनुसार सृष्टिका रचयिता हुन् ब्रह्माजी। तर सृष्टि बनेपछि पनि ज्ञान बिना सृष्टि अपूरो थियो। तब ब्रह्माजीले गहिरो ध्यान गरे, ज्ञानको शक्तिको प्रार्थना गरे। ब्रह्माजीको मुखबाट एक दिव्य शक्ति प्रकट भइन्, माता सरस्वती। पुराण अनुसार माता सरस्वती हुन् वाणी, विद्या र बुद्धिको अधिष्ठात्री। उहाँको वीणाले वाणी र सङ्गीत प्रदान गर्यो। उहाँको पुस्तकले वेदशास्त्र र ज्ञानको प्रतीक जनायो। उहाँको जपमालाले ध्यान, संयम र विवेक सिकायो। माता सरस्वतीको कृपाले ऋषि महर्षिले वेदहरूको रचना गरे। ज्ञान फैलियो, शिक्षा सुरु भयो अनि संस्कृति जन्मियो। यसै कारण धर्मशास्त्रमा भनिन्छ विद्या ददाति विनयम्, अर्थात् विद्याले विनम्रता दिन्छ। र जहाँ विद्या छ त्यहाँ माता सरस्वतीको वास हुन्छ। यसै कारण माता सरस्वतीलाई विद्याकी देवी मानिन्छ। ज्ञान, विवेक र संस्कार यी तीनैका स्रोत हुन् माता सरस्वती। जय सरस्वती माता। यदि तपाईहरूले माता सरस्वतीलाई साँच्चीकै मान्नुहुन्छ भने यस उपयोगी भिडियोमा लाइक, कमेन्ट गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्न पक्कै नभुल्नुहोला।